नमस्ते है पहिले नमस्ते सर। सबैलाई तपाईँहरूको जुन समस्या छ त्यो हामीसँग कुरा राख्नुभयो। तपाईँ कुन मेन पावरबाट कुवेत आउनुभयो, कति तिरेर आउनुभयो, त्यस पछाडि यहाँ कुन मेन पावरमा काम गर्नु, यो कुन तपाईँहरूको अफिस हो, कति सेलेरी भनेर आएको, यो कुरा खुलाइदिनुहोस् न खुलस्त रूपमा। हामी चाहिँ खास गरी चाहिँ यो ओमोमा मेन पावरदेखि आएको होइन, अन्य क्लाउड किचन भनेर आएको नेपालदेखि चाहिँ पहिला सुरुमा चाहिँ 130 भन्यो। त्यसपछि अब पैसा सैसा बुझाइसकेपछि चाहिँ उसले फेरि वहाँ गएर चाहिँ तपाईँहरूको चाहिँ अब भने जस्तो पैसा हुन्छ भने, तर लास्टमा यहाँ आएर चाहिँ हाम्रो के भयो भने 100 रुपियाँ चाहिँ सेलेरी दियो है। 100 रुपियाँ सेलेरी दिने, अब त्यसमा पनि अहिले अब 3 महिनाको पैसा रोकिदिरहेको छ। तपाईँहरू कति तिनजना हुनुहुन्छ यहाँ? हामी 3जना जहारामा छौँ। तपाईँलाई खानाको लागि यताउति केही पनि छैन, तपाईँले उठाएर खाइराख्नु भएको छ? अहिले खानाको लागि धेरै प्रब्लम छ सर। अब के गर्नु, अब यताउता जसरी म्यानेज गरिरहेको छ। अब मसँग भाइसँग थोरै रहेछ हल्का पैसा, यताउता अब अस्ति जाने भाडा पनि ऊ भाइकै हो होइन। त्यसपछि लिएर यताउता गरेर अहिले म्यानेज। खानाको लागि त धेरै समस्या, 2-3 दिन भयो। अस्ति हामी 2-3 दिन त त्यो खप्पी र पानी खाएको त्यस्तो अवस्था नै आइरहेको गर्ने। ठिक छ, केही छैन, हामीले गर्न सक्ने सहयोग हामी गर्छौँ, नहत्तिनुहोस्। भोलि तपाईँहरू एमबिसी पनि जाँदै हुनुहुन्छ होइन, आफ्नो कुराहरू खुलेर राख्नुहोस्। त्यस पछाडि के गर्नुपर्ने हामी गर्छौँ अगाडि है त। हुन्छ, आउनुहोस्, हामीले गर्नुपर्ने जे सहयोग छ हामी हाम्रो तर्फबाट कोसिस नै। अब सबैभन्दा तपाईँहरूले मेन पावरमा जति पनि रोक्नु छ, आफ्नो मेन पावरलाई पनि दबाब दिनुपर्छ। भोलि एमबिसी जाँदा दर भरा गर्नुपर्छ। यहाँ कति महिनादेखि सेलेरी पाएको छैन त्यो पनि कुरा राख्नुहोस् र तपाईँहरू 100% गर्दा नै तयारीमा बस्नुहुन्छ। मेन कुरो यस्तो छ कि फेरि मेन पावरले एक त फोन उठाउँदैन, उठायो भने कसको फोन आयो भने काटिदिन्छ। दोस्रो कुरो रह्यो फेरि अब यहाँ हामीहरूको समस्या, सबभन्दा ठुलो समस्या त्यही खानाको थियो। र त्यसमाथि पनि सबभन्दा राम्रो कुरा के भने यो जुन अहिले युवा सङ्घ होइन, तपाईँहरूको यो जुन टिकटक लाइभबाट भेटे, सबभन्दा अहिले आसान अलिकति कहिले भोकै रहे पनि राम्रो चाहिँ के लाग्छ कि 1-2 दिनमा चाहिँ जोस् घर चाहिँ गइन्छ भन्ने यति चाहिँ छ जोस् यो युवा सङ्घबाट, युवा शक्तिबाट। हजुर। हाम्रो टिममा जोडिनु भएछ, टेन्सन नलिनुहोस्, हामीले गर्नुपर्ने सहयोग हामी गर्छौँ। ल।